हाई गाइज वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म हजुरहरूलाई आज हाम्रो गोर्खा नगरपालिका 3 नारेश्वर र लक्ष्मी बजारको चाहिँ गोर्खा नगरपालिका 9 लक्ष्मी बजार बीच चाहिँ फुटबल प्रतियोगिता हुँदैछ। फुटबल म चाहिँ हजुरहरूलाई त्यो देखाउँछ है त। कसले जित्छ कसले हार्छ मलाई लाग्छ गोर्खा नगरपालिका 3 नारेश्वरले नै जित्छ। हामी चाहिँ त्यही हेर्न जानेछौँ छेपेटारमा, त्यहाँको सबै कुराहरू देखाउँछौँ है त। बाई गाइस। हेलो गाइस, हामी कहाँ जान लागेको अरे? फुटबल हेर्न छेपेटार होइन गाइस। हामी सबै यहाँ सिमरन र सन्ध्या अनि आज्ञा सिमरन करुसा कञ्चन अनि म छु है त। यहाँ माथि रोडमा गाडी कुरेर बस्याम छौँ होइन त। अनि हाम्रो साथीहरू नि आउनु छ अनि हामी सबै गएर अब 10 मिनट बाँकी छ। 10 मिनट बाँकी छ। आज चाहिँ गोर्खा नगरपालिका 3 र गोर्खा नगरपालिका 9 को चाहिँ फुटबल हुँदैछ होइन। भाइ अरू चाहिँ उता पुगेर देखाउँछौँ गाइस। मान्छे एक गाडी मान्छे चाहिँ बल हेर्न चाहिँ गयौँ हेर त है भन ल। अब चाहिँ गोर्खा नगरपालिका 3 र गोर्खा के अरे गोर्खा नगरपालिका हुँदैछ। यहाँ चाहिँ भलिबल है त। सिमरन र सन्ध्या चाहिँ मेरो साथी है आजको। यता चाहिँ 3 नम्बर 9 नम्बर वडाको है। हामी चाहिँ कति 3 नम्बरको। यता भिडेको न Bravo pada kami. Masin. नारेश्वरले जित्यो। अब हामी चाहिँ पुरस्कार लिएर घर जान्छौँ गाइस। Baik despesan. Kita pasti nula. Coba. Tali बजाउनु होला च्याम्पियन ट्रफी। आज सम्पन्न रोमाञ्चक यो फाइनल खेलमा वडा नम्बर 9 लाई शरण देशमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो। हामी यसका साथ पनि साथ मायाको चिन्हहरू केही समय वितरण गर्नेछौँ अफिसियल्सहरूलाई। ओके ठिक छ, लक गरिहालौँ। ओके चेक पनि दिइदिनुहोस् त्यसो भए। अब पनि दिइहालौँ त्यसो भयो। ओके अन्य खेलाडीहरू अघि चाहिँ आउनु होला, अन्य साथीहरू चाहिँ तपाईहरु साइडमा बस्नुहोस्, उभिनुहोस् तपाईँ साइडबाट। Let's give a big round of applause to champion world number 10. हाम्रो रनिङ सो एकदमै ऐतिहासिक ट्रफी रहेको छ यो। हाम्रो माननीय मुख्यमन्त्रीज्यूबाट त्यो पहिला च्याम्पियनलाई बधाई छ। इन्डिभिजुअलबाट हामीले चाहिँ छुटेका छौँ, हामी केही समयमा दिनेछौँ। celebration for donors. Okay, kita bisa bersama ini kami. Guys, game जितेपछि चाहिँ हामी घर फर्किँदैछौँ। हामी चाहिँ बसमा सबैजना जानेछौँ नाच्दै गाउँदै। जितिसकेपछि
Jitkaskan!